मेरो नाम कुशल पोखरेल र आजको भिडियोको टाइटल रहेको छ हाउ टु स्टडी फिजिक्स इफेक्टिभली। यो चाहिँ फिजिक्स पढ्ने जो कोही स्टुडेन्टलाई ऊ चाहिँ लोवर लेभलको हुनसक्छ, इन्टरमिडिएट लेभलको हुनसक्छ, हायर लेभलको हुनसक्छ। उहाँहरूलाई चाहिँ फिजिक्स कसरी पढ्दाखेरि चाहिँ इफेक्टिभ वेमा हामीले त्यसलाई बुझ्न सकिन्छ, सम्झिन सकिन्छ, लङ टर्म हाम्रो मेमोरीमा रहन्छ भन्ने कुराहरू चाहिँ आज डिस्कस गर्नको लागि धेरै जसो स्टुडेन्टले चाहिँ फिजिक्सलाई गाह्रो मानेको पाइन्छ। यसलाई इजिली कसरी पढ्न सकिन्छ अर्थात् कसरी पढ्दा चाहिँ यो मोर इफेक्टिभ हुन्छ भन्ने कुरामा हामी डिस्कस गर्न गइरहेको छौँ। र मेरो नाम चाहिँ कुशल पोखरेल एन्ड आई pursued my bachelor from Prithviraj campus Pokhara, and I'm currently doing my masters from Central Department of Physics TU Kirtipur. And म चाहिँ कुनै समय चाहिँ फिजिक्सबाट नै राम्रो मार्क्स लिएर आएर पास गरेको कारणले अर्थात् कुनै समयको टपर रहेको कारणले गर्दाखेरि यो भिडियो बनाएर कसैलाई हेल्प हुन्छ भने किन नबनाउने भन्ने किसिमले यो भिडियो बनाइरहेको छु। र यसमा चाहिँ मैले के कुरामा कभर गर्नेछु त भन्दाखेरि स्ट्र्याटेजिज फर द डिप अन्डरस्ट्यान्डिङ, फिजिक्सलाई एकदम गहिराइमा पुगेर कसरी बुझ्न सकिन्छ अर्थात् केले गर्दाखेरि चाहिँ हामी अलिकति गहिराइमा पुगेर इन्जोय गरेर पढ्न सकिन्छ भन्ने कुरा डिस्कस गर्छौँ। लङ टर्म मेमोरी, पढेको कुरालाई कसरी लामो समयसम्म सम्झने भन्ने कुरा गर्छौँ। अनि त्यस पछाडि डाइट ह्याबिट्स, इक्जामको बेलामा अर्थात् पढ्न हामीले चाहिँ हाई आउटपुट दिनुपर्ने बेलामा, ब्रेनलाई फुल कन्सन्ट्रेसन गर्ने बेलामा हाम्रो डाइट ह्याबिट कस्तो हुनुपर्छ, डेली रुटिन कस्तो हुनुपर्छ, अनि फ्रेन्ड एन्ड सर्कल कस्तो हुनुपर्छ, हामीले कस्तो खालको साथीहरूसँग चाहिँ बिहान बेलुका अर्थात् खाली समयमा भेट्ने, कस्तो खालको कुराहरू गर्ने भन्ने कुरा र ट्रिक्स भनेको ओभरअल लास्टमा चाहिँ थिङ्स टु रिमेम्बर, most important tricks that we have to apply in our daily routine to understand physics very effectively and to made your study more effective भन्ने कुरा चाहिँ डिस्कस गर्छौँ। एन्ड स्टेप वाइज जाँदाखेरि चाहिँ सबैभन्दा फर्स्टमा चाहिँ हामीले फिजिक्सलाई बुझ्नको लागि, अन्डरस्ट्यान्ड गर्नको लागि वी मस्ट मास्टर द बेसिक्स। फन्डामेन्टल कुराहरूमा चाहिँ हामी के हुनुपर्छ त भन्दा पहिला पर्फेक्ट हुनुपर्छ। बेसिक कुरा नै बुझेन भने ठुलो कुराहरू बुझ्न गाह्रो हुन्छ। त्यही भएर हामीले 9-10बाटै फिजिक्समा हुने एकदम स्मलेस्ट एकदम फन्डामेन्टल कुराहरू एफ इक्वल्स टु एमएको लेभलबाटै त्यसको कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ, यसलाई चाहिँ थ्योरीमा कसरी हामीले चाहिँ त्यो फर्मुलालाई रिलेट गर्न सकिन्छ, फर्मुलामा भएको हरेक सिम्बल्स एन्ड त्यो फर्मुलाको चाहिँ के अरे युनिट, हरेक कुराहरूको युनिटहरू, यसरी फर्मुलाको हरेक युनिटलाई चाहिँ बुझेर अगाडि बढ्नुपर्छ। कन्सेप्ट लिएर चाहिँ बेसिक्सको कन्सेप्ट लिएर नै अगाडि बढ्न सकिन्छ। अनि फिजिक्समा चाहिँ मेन कुरा म्याथमेटिकल प्रोफिसियन्सी इज मोस्ट इम्पोर्टेन्ट थिङ। मेरो अहिलेसम्मको अनुभवले के भन्छ भन्दा इनसाइड फिजिक्स देयर इज 80% म्याथमेटिक्स, एन्ड इफ यु आर विक एट म्याथमेटिक्स यु आर अभियसली स्लो एट फिजिक्स। त्यही भएर म्याथमेटिकल प्रोफिसियन्सी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। तपाईँको चाहिँ ट्रिगोनोमेट्री, अल्जेब्रा, जियोमेट्री यसको अलिकति लोवर लेभलको लागि यो एकदमै इम्पोर्टेन्ट भयो, र डिफ्रेन्सिएसन इन्टिग्रेसन चाहिँ हायर लेभलको लागि तपाईँ यसमा फ्लुएन्ट हुनुभयो भने मात्रै फिजिक्समा फ्लुएन्ट हुनुहुन्छ र यु क्यान बी क्विक इन फिजिक्स। सो म्याथमेटिक्समा चाहिँ तपाईँहरूले अब अलिकति हायर लेभलको फिजिक्स स्टुडेन्ट हुनुहुन्छ भने ट्रान्सकेन्डेन्टल फङ्सनहरू, अनि ट्रिगोनोमेट्रिक फङ्सनहरू, अनि अल्जेब्रिक फङ्सनहरू, अनि डिफ्रेन्सिएसन, अनि इन्टिग्रेसन, क्यालकुलसको पार्टहरू भयो यिनीहरू, यस्तो कुराहरूमा र फर्मुलाहरूमा चाहिँ अलिकति क्विक हुनु पऱ्यो। अर्थात् तपाईँको मसल मेमोरीमा म्याथमेटिक्स चाहिँ सेट भएको हुनु पऱ्यो। एकदमै म्याथमेटिक्स बिना चाहिँ म म्याथमा कमजोर छु भनेर फिजिक्समा चाहिँ राम्रो हुन सकिँदैन। त्यही भएर पहिला म्याथलाई स्ट्रङ बनाउने कोसिस गर्नुपर्छ। र अर्को कुरा बेसिक इक्वेसन भनेको पनि कन्सेप्चुअल अन्डरस्ट्यान्डिङमा आइसक्यो। बेसिक इक्वेसनको नलेज भयो भने नै हामीले अलिकति हार्ड डेरिभेसनहरू बुझ्दै जान सक्छौँ। बेसिक कुराहरूबाट नै हार्ड बुझ्ने हो, यो एकदम फन्डामेन्टल कुराहरू भयो। एन्ड युनिट्स अफ द मेजरमेन्ट, हरेक फिजिकल क्वान्टिटी तपाईँले फिजिक्समा युज गर्ने हरेक सिम्बल्सहरूको मिनिङ, हरेक फिजिकल क्वान्टिटीको युनिटहरू बुझ्यो भने कतिपय फिजिकल क्वान्टिटीको युनिट्सबाट तिनीहरूको फर्मुला हुँदै तिनीहरूको फिजिकल प्रोपर्टीहरू स्टडी गर्न सकिन्छ। त्यही भएर फिजिकल क्वान्टिटीको युनिट पनि बेसिकको त जान्नु नै पर्यो होइन। र बेसिक हुँदै अलिकति एडभान्स जुन चाहिँ डिराइभ क्वान्टिटिजहरू छन् तिनीहरूको पनि युनिटको नलेज भएको चाहिँ एकदम राम्रो र हुनुपर्छ।
र सेकेन्डमा छ अन्डरस्ट्यान्ड द कन्सेप्ट फर्स्ट। हामीले चाहिँ सुरुमा के गरिन्छ त भन्दा कुनै कुनै कुराहरू घोकिन्छ डाइरेक्ट, अब यो एकदम इम्पोर्टेन्ट रहेछ, यो सबै डेरिभेसनमा युज भएको छ, यो च्याप्टरमा सबै ठाउँमा यो युज भएको छ, यसलाई चाहिँ घोक्नै पर्छ भन्ने कुरा हुन्छ। तर त्यो फर्मुलाको लागि पहिला कन्सेप्ट, त्यो फर्मुलाको चाहिँ कहाँबाट हो ओरिजिन। फिजिक्समा कुनै पनि कुरा चाहिँ हचुवाको भरमा लेखिएको अर्थात् त्यो घोक्नुपर्ने, यो त सम्झिनै पर्छ, यसको त कतै केहीसँग रिलेसन छैन भन्ने कुरा हुँदैन। फिजिक्स फलोज द करेस्पोन्डेन्स प्रिन्सिपल। फिजिक्समा केही नयाँ कुरा पत्ता लगाइयो भने त्यो पहिल्यै प्रि एक्जिस्टिङ कुनै थ्योरीसँग चाहिँ लिङ्क भएको हुनुपर्छ। त्यही भएर कुनै पनि फर्मुला घोक्नुभन्दा अगाडि त्यसलाई चाहिँ प्रि एक्जिस्टिङ थ्योरी अर्थात् त्यो कहाँबाट आएको हो, यसको ओरिजिन कसरी भयो भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो, अनि बल्ल त्यसलाई चाहिँ मेमोराइज गर्नु पऱ्यो। अनि अर्को कन्सेप्टहरूलाई चाहिँ एकदम राम्रोसँग बुझ्नको लागि चाहिँ आफ्नो लाइफमा चाहिँ रियल लाइफको इक्जाम्पलमा रिलेट गरियो भने द्याट वुड बी मस्ट इफेक्टिभ। रियल एनालोगिज अर लाइफ इक्जाम्पल्समा रिलेट गर्न सक्यो भने द्याट वुड बी गुड। आफ्नो लाइफमा, आफ्नो डेली लाइफमा चाहिँ फिजिक्सलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ त्यसलाई सम्झिनको लागि एकदम इजी हुन्छ। अनि यो भिजुअलाइज प्रब्लम्स भनेको छ, अब यो भिजुअलाइज प्रब्लम्स अर्थात् भिजुअलाइज एनिथिङ टु रिमेम्बर भन्ने कुरा त फिजिक्सलाई मात्रै नभएर सबैमा चाहिँ एकदम रिलेट हुने कुरा हो। हाम्रो लेफ्ट ब्रेन चाहिँ के हुन्छ त भन्दाखेरि भिजुअलाइजिङ थिङमा एकदम पर्फेक्ट हुन्छ, र कुनै पनि कुरालाई हामीले भिजुअलाइज गरेर सम्झिन खोज्यौँ भने त्यो लङ टर्म मेमोरीमा गएर बस्छ, सबकन्सियस माइन्डमा गएर बस्छ, र त्यसलाई हामीले इजिली सम्झिन सकिन्छ। जस्ट लाइक फिल्म्स, हामीले फिल्म हेऱ्यौँ भने, फिल्महरू हेऱ्यौँ भने चाहिँ त्यो के हुन्छ त भन्दा हाम्रो अलिकति लामो समय त्यसलाई सम्झिनको लागि बल नगरे पनि त्यो सम्झिन्छ। त्यो किन भन्दा त्यो भिजुअलाइज भएको हुन्छ। त्यही भएर डायग्रामको हेल्पबाट, ग्राफको हेल्प, डायग्रामको हेल्पबाट, ग्राफ त अब जस्तै त्यसको इन्टरप्रिटेसन नै हो, ग्राफको हेल्पबाट हामीले थ्योरीलाई अलिकति क्लियर गराउने हो। तर डायग्रामहरूलाई अनि रियल भिजुअलाइजेसनमा कनेक्ट गराएर डायग्रामहरूलाई चाहिँ एकदम राम्रोसँग बुझेर रियल लाइफसँग चाहिँ रिलेट गर्न सकियो, भिजुअलाइज गर्न सकियो भने त्यसलाई बुझ्नको लागि, कन्सेप्ट क्लियर गराउनको लागि, लामो समय सम्झिनको लागि इजी हुन्छ। र अब यो स्केच आउट द एक्सपेरिमेन्ट्स र सिचुएसन डिस्क्राइब्स इन द क्वेसन्स, यो पनि त्यही नै हो। क्वेसनमा केही कुरा दिएको छ भने अर्थात् हामीले एक्सपेरिमेन्ट गर्दैछौँ भने त्यसलाई ठ्याक्कै इन्स्ट्रुमेन्टमा अर्थात् आफ्नो रियल लाइफमा ल्याएर जोडियो भने पढ्नको लागि सजिलो हुन्छ। अनि यो मेन इम्पोर्टेन्ट कुरा, यो मैले पनि एकदमै मस्ट फोकस गर्ने कुरा भनेको रिभाइज गर्ने हो। रेगुलरली रिभाइज गर्ने। पढेको कुरा हामीले कन्सेप्ट क्लियर त गरिन्छ, तर हाम्रो दिमाग कस्तो सैदान हुन्छ भन्दा टाइम एन्ड वाइज रिभाइज गरिएन भने त्यो बिर्सिन्छ केही समयपछि। सो वी हेभ टु रिभाइज रेगुलरली। हामीले पढेको कुरालाई चाहिँ हामीले रेगुलरली रिभाइज गर्नुपर्छ। रिभाइज गर्दाखेरि तपाईँले पहिला सुरुमा एउटा बुकबाट पढ्ने, अनि फेरि पछाडि के गर्ने त, अनि अर्को नोटबाट, साथीको नोटबाट रिभाइज गर्ने, कहिले भिडियोबाट रिभाइज गर्ने, कहिले फेरि अर्को टेक्स्ट बुकबाट रिभाइज गर्ने गर्नुभयो भने द्याट वुडन्ट बी इफेक्टिभ। त्यो चाहिँ कहिले पनि इफेक्टिभ हुन सक्दैन। रिभाइज गर्नको लागि आफ्नो मेक योर ओन कन्साइज नोट्स एन्ड कन्सेप्ट म्याप्स। तपाईँलाई चाहिने खालको तपाईँले आफ्नो नोट बनाउनुहोस्। नोटको साइडमा चाहिँ फर्मुला लेख्नुहोस्। तपाईँ कुनै समय सुरुमा पढ्दाखेरि अड्केको ठाउँमा कहाँ अड्केको थियो, कुन फर्मुलाले कुन स्टेपले अड्किएको थियो, त्यो कुराहरू चाहिँ स्टिकी नोट्सहरू लिएर, होइन, त्यस्तो कुराहरूले चाहिँ तपाईँको पहिला एउटा कन्साइज प्रिसाइज नोट बनाउनु, अनि त्यसैलाई टाइम एन्ड वाइज रिभाइज गरेको गर्नु, देन यु विल बी पर्फेक्ट एट फिजिक्स है। त्यसरी चाहिँ हामीले त्यो कुरालाई चाहिँ आनन्दले सम्झिन सकिन्छ, नत्र भने गाह्रो हुन्छ। त्यही रिभिजन भनेको चाहिँ मस्ट फन्डामेन्टल कुरा हो मार्क्स धेरै ल्याउनको लागि, कन्सेप्टलाई राम्रो लङ टर्म मेमोरीमा राख्नको लागि। यस, रिभाइज एन्ड रिभाइज इज द, यो रामबाणै हो। रिभाइज गर्न सक्यो, धेरै समय जति बढी रिभाइज गर्यो त्यति नै राम्रो हुन्छ। एउटा इक्जाम्पल लिन्छु। कुनै पनि साथीले, तपाईँको एउटा साथीले चाहिँ फर इक्जाम्पल लागि उसले सबै सिलेबस कभर गरेको छ, होइन, तर उसको प्रोपर रिभिजन छैन। तर तपाईँले चाहिँ 70% के अरे पोर्सन मात्रै पढ्नुभएको छ तपाईँको सिलेबसको, तर तपाईँको एकदम प्रोपर रिभिजन छ, त्यो 70%मा तपाईँ पर्फेक्ट हुनुहुन्छ भने तपाईँको मार्क्स बढी आउँछ। ऊ साथी इक्जाममा मजाले कन्फ्युज हुन्छ, उसको बिग्रिन्छ। त्यो रिभिजन भनेको चाहिँ स्टुडेन्टको लागि, मार्क्स ल्याउनको लागि एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा हो। एन्ड अर्को कुरा छ स्टडी स्मार्ट नट जस्ट हार्ड। यो त जता पनि काम लाग्ने कुरा हो। यो त अभियसली हामीले स्टडी स्मार्टली गऱ्यौँ भने चाहिँ हामीलाई सजिलो पनि हुन्छ, इफेक्टिभ पनि हुन्छ। सो यसमा चाहिँ सबभन्दा पहिला पोमोडोरो टेक्निक भनेको छ। के हुन्छ भन्दाखेरि कुनै एउटा स्पेसिफिक टाइमपछि हाम्रो ब्रेनको कन्सन्ट्रेसन पावर चाहिँ घट्छ, र यसलाई रिबुस्ट गर्नुपर्छ, अर्थात् ब्रेनलाई रेस्ट चाहिन्छ। यो कुनै एउटा निश्चित टाइम भनेको, त्यो कन्सन्ट्रेसन टाइम भनेको पर्सन वाइज डिफ्रेन्ट हुन्छ। कोही 45 मिनट कन्सन्ट्रेट गर्न सक्ला रेगुलरली, कोही 1 आवर सक्ला, र कोही एकदम राम्रो छ भने 1 आवर 30 मिनट्स पनि कन्सन्ट्रेसन गर्न सक्ला। यति गरिसके पछाडि ब्रेनलाई
के चाहिन्छ त भन्दा थोरै आफ्नो त्यो कन्सन्ट्रेसन पावरलाई रिबुस्ट गर्नको लागि थोरै टाइम चाहिन्छ। त्यही भएर हामीले हाम्रो स्टडी टाइमलाई चाहिँ यसरी सानो सानो पार्टमा डिभाइड गर्नुपर्छ। 1 घन्टा पढे पछाडि 5-10 मिनेट रेस्ट लियो भने र त्यस पछाडि फेरि पढाइलाई कन्टिन्यू गरियो भने त्यो हाम्रो ब्रेनमा चाहिँ एकदम सिस्टमेटिक वेमा गएर के हुन्छ त भन्दाखेरि सेट हुन्छ। यो मैले पनि मजाले सधैँ पढ्दाखेरि चाहिँ युज गर्ने टेक्निक हो पोमोडोरो टेक्निक। बिचमा के गर्ने त? बिचमा मोबाइल नचलाउँ सकेसम्म। मोबाइल चलाइन्छ हामीले। मोबाइलमा बरु एउटा राम्रो एकदम तपाईँलाई आनन्द लाग्ने म्युजिक बजाएर म्युजिक सुनेर आँखा चिम्म गरेर पल्टिदिनुहोस् है। कुनै अब तपाईँको फ्यामिली मेम्बर हुनुहुन्छ भने उहाँसँग गएर यसो केही गफ गर्नुहोस्। मिल्छ भने एकदम सर्ट न्याप लिदिनुहोस्। 10 मिनट न्याप लिनुभयो भने त द्याट वुड बी भेरी बेस्ट। पोमोडोरो टेक्निकको ग्यापमा के गर्ने भन्ने कुरा हो। र यस पछाडि छ तपाईँको फिजिक्समा पनि कसैलाई चाहिँ मेकानिक्स एकदम रमाइलो लाग्न सक्छ, तर इलेक्ट्रोनिक्स के हुनसक्छ त भन्दाखेरि गाह्रो लाग्न सक्छ। अनि मजा लागेको पार्ट पढौँ हुन्छ, गाह्रो लागेको पार्ट पढ्नै मन लाग्दैन। त्यो पढ्न बस्यो कि हाय आउँछ, कतिखेर छोडौँ जस्तो हुन्छ। यस्तो बेलामा आफूलाई थोरै मोटिभेट गरेर आफू जुन कुरामा कमजोर छ त्यसलाई चाहिँ टाइम दिनको लागि बल गर्नै पर्छ। नत्र भने हामी त्यसमा सधैँभरि एकचोटि 11मा तपाईँ इलेक्ट्रोनिक्समा अर्थात् इलेक्ट्रोम्याग्नेटिजममा अर्थात् इलेक्ट्रोस्ट्याटिक्समा विक हुनुभयो भने सधैँभरि तपाईँ इलेक्ट्रोनिक्समा विक हुँदै जानुहुन्छ। त्यही भएर विक एरियालाई बेसिक लेभलबाटै त्यसलाई चाहिँ प्रायोरिटी दिएर त्यसलाई चाहिँ हामीले राम्रो गराउनुपर्छ। एन्ड युज स्टिकी नोट्स। स्टिकी नोट र फ्ल्यास कार्डहरू तपाईँको स्टडी टेबल वरिपरि टाँसेको राम्रो। तपाईँलाई जुन कुरा सम्झिनको लागि अलिक गाह्रो भइरहेको छ होइन, जुन कुरा चाहिँ तपाईँको त्यो युनिटमा च्याप्टरमा अलिक बढी रिपिट भइरहेको छ, त्यो कुरालाई चाहिँ स्टिकी नोटमा लेखेर तपाईँको नोटमा हुनसक्छ, तपाईँको स्टडी टेबलमै हुनसक्छ, अनि स्टडी टेबलको अगाडिपट्टि भित्तामा हुनसक्छ। स्टिकी नोट्समा लेखेर टाँस्न सक्छौँ, अर्थात् फ्ल्यास कार्ड्सहरू बनाएर त्यसलाई चाहिँ टाइम एन्ड वाइज यत्तिकै नर्मल्ली बसिरहेको बेलामा पनि आँखा पर्ने ठाउँमा राख्यो भने त्यो कुरा चाहिँ मेमोरी गर्नको लागि सजिलो हुन्छ। र युज अनलाइन सोर्सेस स्मार्टली। अनलाइन सोर्सेसहरू पनि अहिले अब टेक्नोलोजीको जमानामा युज गरेन भन्दा हामी पछाडि पढिन्छ, त्यसलाई स्मार्टली युज गर्ने। अब तपाईँले एकदम बेस्ट गुड लेक्चररको नोटहरू चाहिँ के अरे लेक्चर नोटहरू पढ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, भिडियो हेर्न सक्नुहुन्छ। र अहिले एआईलाई पनि हामीले युज गर्न सकिन्छ। तर एआई युज गर्नको लागि अलिकति तपाईँले आफ्नो कमन सेन्स चाहिँ युज गर्नुपर्छ। एआईलाई यो सेन्समा युज गर्नु, यदि तपाईँले पहिल्यै पढेको कुरा बिर्सिनु भएको छ र सम्झिनको लागि अर्थात् त्यसलाई अझ क्लियर बनाउनु पर्ने छ भने चाहिँ एआईको युज गर्नुहोस्। तर तपाईँलाई थाहै नभएको कुरालाई चाहिँ एआई अर्थात् च्याट जिपिटी युज नगरिदिनुहोस्, किनभने कहिले कहिले एआईले चाहिँ रङ इन्फर्मेसन पनि दिइरहेको हुन्छ। अलिकति मैले चाहिँ अहिले हायर लेभलमा एमएससी पढ्दाखेरि चाहिँ फिल गरेको कुरा, हामीले खोजेको अर्थात् हामीले खोजेको प्रोसिड्युर भन्दा उसको एनालाइसिस अलिकति डिफ्रेन्ट भइदिन्छ। ट्याक्क त्यो नमिल्दिन पनि सक्छ, त्यो रङ हुन पनि सक्छ। त्यही भएर भ्यालिडेसनको लागि चाहिँ एआई युज गरेको राम्रो। एआई टोटल्ली न्यू इन्फर्मेसनको लागि एआईले चाहिँ त्यति राम्रो काम नगर्न सक्छ फिजिक्सभित्रको कोर आइडियाको लागि। अनि यस्तो छ, अब छ स्टडी सर्कल। इक्जामको बेलामा कस्तो स्टडी सर्कल बनाउने त है? स्टडी अब सबैभन्दा इफेक्टिभ वे चाहिँ तपाईँले बुझेको कुरा चाहिँ तपाईँको साथीलाई अर्थात् कसैलाई पढाउनु भयो भने त्यो भनेको एकदम बेस्ट के हो त भन्दाखेरि तपाईँको दिमागमा सेट हुने टेक्निक हो कि। अरूलाई पढाउनु भनेको चाहिँ त्यसले चाहिँ तपाईँको दिमागमा जब तपाईँले अरूलाई एकदम राम्रोसँग पढाउन बुझाउन सक्नुहुन्छ नि, तब मात्रै त्यो कन्सेप्ट चाहिँ तपाईँलाई एकदम राम्रोसँग कार्बन क्लियर भएको रहेछ भनेर बुझ्न सकिन्छ कि। त्यही भएर अरूलाई पढाउनु भनेको एकदमै राम्रो टेक्निक हो फिजिक्सलाई इफेक्टिभली तपाईँभित्र इन्सर्ट गर्नको लागि। अनि युर फ्रेन्ड सर्कल पढ्ने बेलामा चाहिँ यस्तो फ्रेन्ड सर्कल बनाउनु पर्यो जति बेला तपाईँले दिनभरि पढ्नुभयो, बेलुका चिया खाने टाइममा अर्थात् तपाईँ फ्रेस हुन निस्केको टाइममा दिउँसो पढेको कुरा डिस्कस गर्न सकियोस् कि। साथीले पनि तपाईँलाई केही कुरा पढेको छ भने उसले पनि केही कुरा सेयर गर्न सकोस् र तपाईँले पनि पढेको कुरा सेयर गर्न सक्नुहोस्। त्यो भयो भने चाहिँ दुइटैलाई फाइदा हुन्छ है। पढ्ने बेलामा चाहिँ पढ्ने नै साथीको सर्कलमा भएको राम्रो। तपाईँ चाहिँ नपढ्ने साथीको सर्कलमा जानुभयो भने डिमोटिभेटेड भएर घरमा फर्किनुहुन्छ कि मैले मात्रै किन पढ्न परिरहेको छ, उनीहरूलाई त आनन्द छ भन्ने हुन्छ। ऊ पनि पढिरहेको छ, उसले पनि केही कुरा सेयर गरिदियो भने तपाईँलाई पढ्नको लागि ऊर्जा थपिन्छ। यो मेरो रियल लाइफ एक्सपिरियन्स हो। अनि अनलाइन फोरम्सहरूमा पनि हामी इङ्गेज हुन सकिन्छ। फिजिक्स डिस्कसन फोरम्सहरू हुन्छ होइन, सेमिनारहरू भइरहेको हुन्छ। यस्तोमा चाहिँ हामी इङ्गेज भएर चाहिँ हाम्रो स्टडी सर्कललाई अलिकति वाइड बनाएर इफेक्टिभ बनाउन सकिन्छ। अनि हामी सधैँ फिजिक्सप्रति चाहिँ क्युरियस र इन्सपायर्ड हुनुपर्छ। तपाईँ फिजिक्स पढ्दै हुनुहुन्छ अनि यु मस्ट बी प्राउड अफ फिजिसिस्ट।
एउटा कुरा। अनि इन्स्पायर्ड हुनु, सधैँ इन्स्पायर्ड मोटिभेटेड हुनुपर्छ फिजिक्स सम्बन्धी कुरा गर्नको लागि। कसैले फिजिक्स रिलेटेड कुरा स्टार्ट गर्यो भने तपाईँ झिझो नमानिकन एकदम कन्फिडेन्ट अर्थात् इन्स्पायर्ड अर्थात् मोटिभेटेड भएर त्यसको बारेमा चाहिँ कुरा गर्न सक्नुपर्छ। र अर्को छ थिङ्क बियोन्ड द इक्जाम्स। यो पोइन्टमा मैले थोरै फोकस गर्न चाहेँ। थिङ्क बियोन्ड द इक्जाम्स भनेको अरू बेला पढ्दाखेरि जब तपाईँ इक्जामको तयारी गर्दै हुनुहुन्न, इक्जाम थोरै टाढा छ र तपाईँ फिजिक्स पढिराख्नु भएको छ भने इक्जामको लागि फोकस नभएर आनन्दले फिजिक्समा एक्सपान्ड हुन खोज्ने, इन्टरकनेक्ट गर्न खोज्ने, फिजिसिस्टहरूको बायोग्राफीबाट लिङ्क के अरे इन्सपायर्ड हुने अर्थात् तिनीहरूको चाहिँ बायोग्राफी अर्थात् तिनीहरूको डिस्कभरीलाई इन्टरलिङ्क गर्दै पढ्न खोज्ने अनि रियल लाइफमा चाहिँ त्यसलाई चाहिँ रिलेट गर्न खोज्ने, त्यसरी पढ्ने। त्यसरी पढ्दा चाहिँ आनन्द हुन्छ। प्रेसर नलिकन, प्रेसर जब इक्जामको प्रेसर छैन त्यसरी पढ्ने है। अनि आफूलाई एक्सपान्ड हुन कुनै अब सिलेबसमा एउटा कुरा छ, आफूलाई चाहिँ अर्को कुरा मन परिदियो, त्यस्तो कुराहरू छ भने त्यतातिर फोकस भएर पढ्ने, त्यो इक्जाम टाढा भएको बेला। जब इक्जाम आउँछ तपाईँले बनाएको जुन कन्साइज नोट छ त्यसलाई मात्रै फोकस गरेर सिलेबस बेस्ड भएर पढ्ने र त्यसलाई रिपिट गरेर रिभिजन गरेर पढ्ने कुरा गर्नु। इक्जामको बेलामा चाहिँ यदि त्यो अगाडिको तरिकाले पढियो भने हामी पछाडि पढिन्छ, अरू अगाडि जान्छ। र लास्टमा छ थिङ्स टु रिमेम्बर। यसलाई टिप्स पनि भन्न सकिन्छ है। अब यो कुराहरू चाहिँ कम्तीमा पनि यो कुराहरू चाहिँ हामीले ख्याल गर्नुपर्छ। फर न्युमेरिकल स्टडी न्युमेरिकल एन्ड फर थ्योरी स्टडी थ्योरी। न्युमेरिकल मैले एकदम राम्रोसँग थ्योरी बुझेको छु, यसको डेरिभेसन पनि स्टेप वाइज बुझेको छु, यसको फिजिकल इन्टरप्रिटेसन पनि बुझेको छु, यसको ब्याकग्राउन्ड सबै मलाई थाहा छ। यससँग रिलेटेड न्युमेरिकल आयो भने त मैले इजिली मिलाइदिन्छु नि भन्नुभयो भने तपाईँ भ्रममा हुनुहुन्छ। न्युमेरिकलको लागि तपाईँले न्युमेरिकल क्वेसन हेरेको हुनुपर्छ, न्युमेरिकलको प्याटर्न हेरेको हुनुपर्छ र न्युमेरिकल नै पढेको हुनुपर्छ। इक्जाममा न्युमेरिकल बिग्रिन्छ त्यसरी। त्यही भएर न्युमेरिकलको लागि हामीले न्युमेरिकल नै प्र्याक्टिस गर्नुपर्छ र थ्योरीको लागि थ्योरी नै प्र्याक्टिस गर्नुपर्छ। र यो रिभाइज फ्रिक्वेन्टली त मैले अघि नै भनिसकेँ। विदाउट रिभिजन भनेको हामीले इक्जाममा राम्रो मार्क्स ल्याउन सकिन्न। द की प्यारामिटर द्याट विल ब्रिङ मोर मार्क्स इन एक्जामिनेसन इज रिभिजन रिभिजन रिभिजन। अनि अर्को कुरा छ स्लिप वेल। हामीले इक्जामको बेलामा चाहिँ हामीले 7 to 8 आवर्स स्लिप भएन भने हामीले चाहिँ इफेक्टिभली पढ्न सकिँदैन, ब्रेनलाई फुल कन्सन्ट्रेट गरेर पढ्न सकिँदैन। आनन्दले 6.5 घन्टा 7 घन्टा 8 घन्टा मजाले सुत्ने, आफ्नो बडी अनुसार यो क्यापेसिटी फरक हुनसक्छ र आनन्दले पढ्ने। यदि हामीले राम्रोसँग पढ्न सकेन भने कन्सन्ट्रेसन राम्रो हुँदैन र त्यो इफेक्टिभ हुँदैन। र इक्जामको बेलामा चाहिँ थोरै अलिकति एक्स्ट्रा फुड सप्लिमेन्टमा चाहिँ यो फ्रुट्स एन्ड वाटर्सलाई चाहिँ अलिकति ध्यान दिनुपर्छ। यो मैले आफूले पनि फिल गरेको कुरा हो। यसले चाहिँ हाम्रो चाहिँ गटलाई अलिकति फ्रेस राख्छ र हाम्रो ब्रेन त्यस पछाडि राम्रो फङ्सन गर्न सक्छ। फ्रिक्वेन्टली वाटर 3 to 4 लिटर वाटर र केही दिनमा चाहिँ फुड सप्लिमेन्ट चाहिँ हामीले लिन सक्यो भने इक्जामको बेलामा अर्थात् पढ्न लागेको बेलामा राम्रो हुन्छ। र आजको लागि यति नै। थ्याङ्क यू।